हेलो शिवरी नमस्ते। आज हामी होलीको दिन चाहिँ यहाँनिर असोमा आएको छौँ। के अरे असोमा चाहिँ हामी यहाँ चाहिँ च्याब्रुम छ, लिम्बूको च्याब्रुम। यहाँ चाहिँ हल्लो जोतेको। अब यहाँ चाहिँ मान्छेहरू यहाँ चाहिँ बारी बोकेको यो चाहिँ बारी बोक्नेहरू छ। यहाँ चाहिँ यसरी मान्छेहरू निकै घुम्न आइराखेको रहेछ। यहाँ चाहिँ यता चाहिँ यहाँ चाहिँ डाडु पन्या कन्ती थाल बटुका सबै बोकेको छ। यहाँ चाहिँ उयो छ है, भारी बोकेको चाहिँ भारी बोकेको भारी सबै। यस्तो हेन्छन् कहाँ पायौ भन्नुहोस् न दाजुहरू। धेरै राम्रो अङ्कल बसिराख्नु भएको छ। यहाँ चाहिँ दिन्छ के हो भरे घरमा पुगेपछि अङ्कलहरू फेरि ढुकढुक होला होइन मुटु। आज चाहिँ यहाँनिर हामी चाहिँ यसरी आएको छौँ है। मलाई चाहिँ यो होलीको दिन चाहिँ धेरै मेरो मोमेन्टहरू छ, दुःखको कुराहरू पनि छ। त्यही भएर आज म यहाँनिर हामी चाहिँ यसरी घुम्न आएको छौँ है। ह्याप्पी होलीको दिन है यो चाहिँ। यसरी आज चाहिँ यसरी हामी चाहिँ घुम्दैछौँ। खै मेरो कहाँ गएछन् हौ मेरो जनताहरू त हौ, कता गएछ? ए नमुना उता माथि रहेछ। यहाँ रहेछ एकजना चाहिँ, यहाँ रहेछ एकजना चाहिँ। यसले चाहिँ भिडियो गर्दै बसेको कि के गर्दै बसेको? खिचेको नि, फोटो खिचेको। हे भगवान, तिम्रो आफ्नै आँखाको खिचेको? मेरो आँखाको काजलको खिचेको। सट्टा लाएर कसरी लाएछ नि? खै हेरौँ त राम्रो, भिडियोमा पनि आउँछ कि? खोइ चिम्मा पा नानी मात्र आउँछ। ए हो रहेछ। यसरी हामी घुम्न आएको है आज। यहाँनिर छौँ। यसले के पो भन्छ, के पार्क पो भन्छ यसले। बिर्स्यो म पनि, तल नै नहेरिआ के तिमीहरू। ए आमा के खाएर आएको तिमीहरू? कुरकुरे पनि। ऊ लुगा सबै, आमा लुगाको हालत त कुनमा कहाँनिर? आज चाहिँ किन होलीको दिन पनि यहाँ चाहिँ सुनसान भयो, त्यति खासै मान्छे छैन। तल चाहिँ छ यसरी सबै बस्ने ठाउँ खाली हुने गरी मान्छेहरू आएको छैनन् त। आज सबै खाली छ नि बिचराहरू। आज होलीको दिन पनि सुनसान। आसमा आउँछ अब।
यहाँ छन् कि मेरो जनताहरू। अझ होलीको दिन पनि निकै नै धेरै सुनसान भएको छ है, सुनसान भएको छ होलीको दिन पनि, किन मान्छेहरू नभएको है। यहाँ यसरी हामी चाहिँ घुम्दैछौँ। यहाँ खतरा छ नि मेरो जनताहरू। के गरेको हो तिमीहरू? आमा साकिरा फेरि हाँस, साकिरा फेरि हाँस, हाँस न फेरि, हाँस न अघिको जस्तो हाँस त, हा 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 गरेर। तिमी हाँस त एउटा, सरी एउटा गीत गाइदिए। कहिले हुने हो सङ्गम? अब कहाँ जाने? खेल्ने ठाउँमा चाहिँ अहिले घाम लाग्छ है ल। नाङजाङ नाङजाङ हेर्नु न, मेरो भिडियो चाहिँ धेरै लामो भयो है, मेरो इन गर्नु पर्यो। नमुना एकचोटि हाई गर्न हो मजाले, नाचिदिएन एउटा, नाच्न ल। नो इन्ट्री, यस यहाँदेखि माथि चाहिँ यताबाट छ नो इन्ट्री। हो यहाँनिर टमाटर पनि फलेछ। आज हामी चाहिँ यता अहिले फेरि यता माथि आइपुग्यौँ है, आराधारानमा फुलहरू। मैले रोपेको यहाँ माथि छ नि कत्रो ठुलो। मैले रोपेको बिरुवा चाहिँ उतै ठुलो है, कत्रो भइसकेको छ। कटहरको बोट रोपेको छ है मैले चाहिँ त्यहाँनिर आँपको बोटको छेउको है, त्यहाँनिर रोपेको छु। आज पनि मान्छे छैन हौ, होलीको दिन पनि त्यति धेरै मान्छेहरू चाहिँ झ्यामहरू खाएछ। खै यहाँनिर घुम्नुपर्छ है यसरी। म चाहिँ फेमस आराधनामा आइपुगेँ म। यो चाहिँ फेमस आराधना है असुको। आराधनाहरू हो यिनीहरू चाहिँ। भिडियो खिचेको फेमस आराधनाहरू हो यिनीहरू चाहिँ। अझ यहाँ पनि खासै मान्छेहरू रहेन रहेछ, किनभने यहाँ चाहिँ मान्छे किन आएन भने तल बाटो बन्दले गर्दा मान्छेहरू झुक्किन्छ यहाँ चाहिँ। अब यता चाहिँ यो चाहिँ लिम्बूको सिलकमार अनि पानी चिन्डो छ है ल। यहाँ चाहिँ श्रमदानहरू चाहिँ यसरी विद्यार्थीहरू आइराखेको छ यहाँ चाहिँ। उल्टी भेट्यो भने त अनि फेरि खत्तमै बिजोग छ नि। यहाँ चाहिँ यस्तो छ सबै यहाँ छ। अब चाहिँ फाइनली मेरो भिडियो इन गरेँ। बाई बाई सबैजनाले मेरो भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है, फुल वाच गरिदिनु होला। बाई बाई।